गाइज के छ तपाईँहरूको खबर भन्दा नि हेर्नु न क्या सुनसान छ है डरै लाग्दो सुनसान एउटा नि गाडी चल्दैन के हो लाइन मात्र लाग्छ गाडीहरू ल गाइज म चाहिँ लोसार मनाउन कता लाग्यो भने लिजबनतर्फ लाग्यो होइन लिजबनतर्फ लाग्यो रे क्या हेर्नुहोस् ब्याग झोलामा सामानहरू हालेँ अनि हिँडेँ यस्तो छ रहेछ गानबाट है जाडो पनि रहेछ अनि मेरो चाहिँ 6-10 को गाडी हो होइन अनि अलिक पर हिँडेर जानुपर्छ क्या यहाँबाट चाहिँ यसरीको बाटोमा कोही छैन क्या सुनसान त्यहाँबाट एउटा मान्छे आउँदो रहेछ त्यो मान्छे चाहिँ काममा टाढो जानुपर्ने होला सायद त्यही भएर त्यो मान्छे छिटै हिँडेछ होइन नि यस्तो सुनसान छ है हेट डरै लाग्दै यताउता केही नभएको उज्यालो नभएको भए म यहाँ भुग्लुकै ढल्थ्यो नभनौँ चल्दै रहेछ एउटा दुइटा चाहिँ रे 57 भइसक्यो 5:57 भइसक्यो केही पनि त्यस्तो धेरै नै छैन क्या सुनसान छ क्या राति त्यस्तो आजभन्दा कस्तो ढिलो उज्यालो हुने क्या अनि एउटा कुरा चाहिँ होइन मान्छेहरूले एक दुईवटा भिडियो हालेको देखेर फुर्सद हुँदो रहेछ त्यही नि बोल्दैन टिकटक बनाउनु भ्यो अच्छा भिडियो बनाउनु भ्यो अच्छा हामीसँग बोल्नु तेरो पा भन्नु मन लाग्छ मलाई मान्छेले रातभरि हेर एक दिनको रमाइलोको लागि रातभरि काम गरेर छुट्टी नबसी छुट्टी साटेर काम गरेर नि यहाँ हिँड्नुपर्छ यसरी रातको 12 बजीसम्म काम दौडा दुब्रा गरी यता ठोक्यो उता ठोक्यो हात गल्यो मेरो होइन म यसरी समाउँछु ल गाइज यस्तो गाह्रो छ दौड धुब गरी काम सकायो अनि बिहानै फेरि 5 बजी उठेर हात त मेरो गयो त सिधै दौरा धुप्रा गरी दौरी काम गरेर यता मान्छेसँग ठोक्या उता ठोक्या छ यस्तो गाह्रो छ हेरा केटाकेटीहरू एक दिनको रमाइलो देख्छौ नि तिमीहरूले एक दिनको रमाइलोले कति धेरै दौडिन्छ भने हुँदैन दौडेको छ काम पनि गरिरहेको छ रमाइलो चाहिँ एक दिन हो हेर्नुहोस् त्यस्तो गाह्रो छ मलाई डर लाग्यो कुकुर देख्छ मलाई एकदम डर लाग्छ है कुकुरलाई डर लाग्छ भन्नुहोस् त कुकुर भुकेर त मेरो सातु लग्यो बिहान लिएर आएर चाहिँ यत्रो ज्याङ्गो कुकुरहरू मलाई कुकुर र बिरालो भनेपछि एकदम मन पर्दैन थियो पहिला है अहिले चाहिँ बिरालोहरू एकदम धेरै मनपर्छ घरमा मम्मीले बिरालो पालेर नि होला अनि प्लस पहिला मैले काम गर्ने ठाउँमा पनि बिरालो थियो क्या अनि नजिक आउँदैन मन पर्दैन थियो मलाई त्यो झन् नजिकै म बस्ने बित्तिकै टक्क काखमा आएर बस्दिन्थ्यो अनि त माया लाग्ने त्यहाँबाट त बानी भयो अनि कुकुरहरूदेखि चाहिँ माया नलाग्ने भन्दा माया चाहिँ लाग्छ तर डर लाग्छ है मलाई कुकुरहरूदेखि त्यही हो लु तपाईँहरू कोले लोसार मनाउनु भयो सबैजनालाई ह्याप्पी लोसार होइन हाम्रो चाहिँ भर्खर लोसार सुरु हुँदैछ भनेर नभनौँ हाम्रो लोसार चाहिँ आज मनाउने हो रे यतातिर आज मनाउने हो रे गड आज मनाउने हो भन्न खोजेको मैले तर होइन मनाउने हो रे भनेछु हाम्रो लोसार चाहिँ आज मनाउने हो होइन त्यही हो अस्ति चाहिँ यहाँनिर अहिले पार्किङ रहेछ गाडीहरूको होइन यहाँनिर चाहिँ अस्ति म लिजबन जाने टाइममा नै हाट बजार जस्तै लागिरहेको थियो क्या शनिबारे हाट भन्छ नि त्यस्तै लागिरहेको थियो यहाँदेखि वहाँसम्म छ क्या छन पनि कत्रो ठुलो उयो छ तर म यहीँबाट यहाँको 5 महिना भइसक्यो कहीँ डुली होइन है यहीँ गयो भने यहीँ बस स्टेसन अनि त्यसपछि जानुहुने कहीँ छैन मार्केट पनि म अहिलेसम्म त्यति ठुलो मार्केट गएको थिएँ सानो मिनी मार्केटहरू गएको छु त्यति हो यस्तो अल्छी
भनौँ भने अल्छी नि होइन, जाँगारी लाउने भने जाँगारी लिने होइन, छुट्टी हुन्छ आफ्नो कपडाहरू धुँदा यताउता गर्दा है। झन् अहिले त चिसो पानी पर्छ, कपडाहरू पनि सुक्दैन। कपडाको सेक्युरिटी गार्ड भएको छु क्या म, कपडाको सेक्युरिटी गार्ड त्यही हो। बस स्टेसन आइपुग्न लाग्यो। लु सबैजनालाई ह्याप्पी लोसार, ढिलै भए पनि बाई बाई। आज चाहिँ म लोसारको लुक्स मेरो तपाईँहरूलाई देखाउने छु। हस् भनेछु कि हस्, बाई 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 गाइज, बाई बाई। आफ्नै पारामा हानिदिएको भएन भनेको ज्याकेट